राम्रो। त्यो हजुरले भनेको कुरा ठिक हो। यो कुराहरू किन भन्दा ठिक हो, किनभने होइन यो त ठिक हो, अब किनभने एकदम ठिक छ, यसलाई सिकेर आएको थियो राम्रो। नमस्कार, म हो धनबहादुर राणा मगर। धादिङ जिल्ला जलमही गाउँपालिका वार्ड नम्बर 5 खरी भदुवारमा अवस्थित हाम्रो मगर जातिहरूको चाहिँ जुन मगर जाति मरेपछि के प्रक्रियाहरू गर्नुपर्छ भनेर चाहिँ मैले सोधेर मैले तयार गरेको छु र यसमा केही कमी कमजोरी होला र मेरो गाउँको चाहिँ कस्तो छ भनेर यहाँहरूमा प्रस्तुत गर्नलाई कुनै पनि मानिसको हाम्रो मगरहरूमा चाहिँ मृत्यु भएपछि मृतकको छोराले लासलाई आँगनमा राख्ने बेलामा एकहोरो मात्रै गाईको गोबरले लिप्नु पर्नेछ, दोहोरो लिप्न पाइने छैन र जुन भागतर्फ लाने हो त्यस भागतर्फ चाहिँ खुट्टा रहनु पर्नेछ। जस्तो कि पश्चिम लाने हो भने खुट्टा पश्चिम, टाउको पूर्वतर्फ गरेर चाहिँ त्यो लासलाई चाहिँ आँगन बाँसको खट बनाएर सेतो कपडाले ओढाएर घाटमा लानेछ। त्यसमा अगाडि र हामीले घाटमा लगाएपछि जुन चिता छ नि त्यस चितालाई चाहिँ जो हामीले अब जग्गा निखन्न भनेर चाहिँ सिक्का पैसा त्यो चिताभन्दा माथि नै राख्नुपर्ने छ। यो दुईजना व्यक्ति चोखो बस्नु पर्ने छ र चोखो बस्ने व्यक्तिहरूले चाहिँ त्यहाँ चाहिने सामानहरू चाहिँ लिएर जानुपर्ने छ। यस मरेपछि चाहिने सामानहरू के हो त भनेर यहाँहरूमा मैले प्रस्तुत गर्न लागिरहेको छु। एकमा अमलाको पात, सुन, घिउ, जौ, कुश, तिल, श्रीखण्ड, अदुवा, दाउरा, सकेसम्म बर पिपलको प्रयोग नगर्ने, एक माना चामल सागर पिण्डको रूपमा लाने र गाईको दुध लानुपर्नेछ। भनेको मतलब 11 चिजहरू चाहिँ हामीले लानुपर्नेछ र यदि हामीले गाईको दुध नपाएको खण्डमा चाहिँ वैकल्पिक तरिका भनेको चाहिँ बरको चोप पनि हो र चौताराको बरहरू चाहिँ हुँदैन र अन्य ठाउँमा हुर्केका बरको चोप चाहिँ दुधको रूपमा प्रयोगमा ल्याउन सकिन्छ। त्यो पनि हामीले नपाएको खण्डमा चामलको चौलेनी अथवा सकेसम्म घरकै लोकल चामलको चौलेनी चाहिँ हुनुपर्नेछ। अब यो चिजहरू त मैले तपाईँहरूमा चाहिँ लानुपर्ने कुराहरू प्रस्तुत गरेँ। अब हामीले घाटमा गर्नुपर्ने कामहरू भनेको मतलब जब हामीले लासलाई घाटमा पुर्याइन्छ भने त्यसपछि हामीले के गर्नुपर्छ त भनेर मैले भन्न लागिरहेको छु। एकमा लासलाई केही मात्रामा पानीमा छुवाएर दुवै खुट्टा पानीमा डुबाएर राख्ने। दुईमा कुश, अमलाको पात र बल्ल लिएर सबै मलामीहरूले मृतकको मुखमा राखिदिने। अर्को मृतकभन्दा अगाडिको मृत्यु भइसकेको 3 पुस्ते पुकार्नु पर्नेछ। 3 पुस्तेमा बाउ जिउँदो छ भने नाम पुकार्नु हुँदैन, अथवा मृत्यु भइसक्यो 3 जना अगाडिको चाहिँ नाम पुकार्नु पर्नेछ र चिता चाहिँ मान्छेको लास अनुसारको अथवा साइज अनुसारको बनाउनु पर्नेछ। सकेसम्म छोराले नै घुमाउने, यदि छोराले पनि नसके भने अन्य मानिसले लासले उचालेर 3 पटक चितामा घुमाएर राख्नुपर्नेछ। मृतकको शरीरमा भएको कपडा खोली नाङ्गो पार्ने। आइमै हो भने दुध र योनीमा तथा केटा हो भने चाहिँ लिङ्गमा कुनै सानो कपडाले छोपिदिने। धेरै कपडाहरू ओढाउनु हुँदैन, किनभने कपडाले गर्दा लास जलाउन समस्या हुनसक्छ। आगोको पुल्ठो 2वटा बनाउनु पर्नेछ। 3 पटक नै जुन चितालाई चाहिँ 3 पटक नै घुमेर अगाडिको आगो लिनेले पहिले टाउकोतर्फ र पछाडिको पुल्ठो जुन आगोको पुल्ठो लिनेले चाहिँ खुट्टातर्फबाट लगाउनु पर्नेछ। लास जलेको सकिन लागेपछि किरिया बस्ने व्यक्तिको कपाल काट्न सुरु गर्ने, नुहाउने। जुन नुहाउँदा चाहिँ हामीले साबुन लगाउन मिल्दैन र कपडा चेन्ज गर्ने र सेतो कपडा
लगाउनु पर्नेछ। त्यही समयमा चाहिँ यदि हामीले त्यहाँ चाहिँ त्यो सम्भव छैन, गाडीमा सँगै आउनु पर्ने छ भने चाहिँ त्यो सेतो कपडा त्यहाँ लगाउने होइन। उहाँ जुन घाटमा पुगेर फर्केर आएपछि फेरि घर आएपछि धारामा गएर चाहिँ कपाल काटेर मात्रै बल्ल सेतो कपडाहरू लगाउने हो। तर आजभोलिको समयमा चाहिँ मानिसहरू सँगै जाने सँगै आउने क्रमले गर्दाखेरि चाहिँ यो कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। लासको अन्तिम भागलाई अस्तु भनिन्छ, जुन भाग चाहिँ हामीले सेतो कपडाले पोकाबारी नदीको बिचमा फ्याँकिदिने अथवा काशी जाऊ भनेर फ्याँक्नु पर्नेछ। र हाल चाहिँ यो कुराहरू पनि छोडिसकेको कारण पनि यो कुराहरू चाहिँ हामी पुरानो परम्परा जोगाइराख्ने हो भने यो कार्य गर्नुपर्नेछ। अस्तु जो सेतो कपडा राखेर फ्याँकिसकेपछि आगो निभाउने बेलामा लगेको दुधले आगोको डाहा मार्न अथवा त्यो एउटा चलन अनुसार चाहिँ डाहा मार्ने नै भनिन्छ। र त्यसलाई चाहिँ त्यसमा डाहामा हालिसकेपछि र बल्ल अनि त्यसपछि पानीले आगोलाई पूर्ण रूपमा निभाएर त्यो चिता चाहिँ सफा गर्न पर्ने हुन्छ। त्यसपछि अब आए हाम्रो सागर पिण्ड दिने। सागर पिण्ड चाहिँ 1 माना चामल, जौ, तिल टपरीमा राखी मृतकको 3 पुस्ते भनेको अगाडिको मृतक भइसक्यो 3 पुस्ते पुकारी निजको यति मिति र यति गते मृत्यु भएकोले आज तिमी आफ्नो गोत्र खोजी जाऊ, पिता पुर्खाले सम्हालेर वा लानेले पनि लैजाऊ, ढुङ्गा मुढा मुनि नराख भनेर चिताको नजिक पानीमा त्यो चामललाई चाहिँ छाडेर हामी फर्कने। चोखो बस्ने 2 जनाले चाहिँ चिताभन्दा 50 अथवा 100 मिटर घर फर्किने बाटोमा चाहिँ आगो सल्काएर बस्नुपर्नेछ। त्यहाँ चाहिँ बयर काँडा सकेसम्म नभए ऐसेलु काँडालाई ढुङ्गाले चेपेर मलामी फर्किने बाटोमा राख्नुपर्नेछ। र तितेपातीले चाहिँ तितेपाती पनि रहनु पर्नेछ र त्यो चाहिँ जल छर्किनलाई प्रयोग गरिन्छ। र जब त्यो हरेक कामहरू हाम्रो अगाडिको कामहरू लास जलाइसकेपछि हरेक कामहरू पुरा फर्किने क्रममा चाहिँ अब मलामीहरूले आगोमा अथवा त्यो समयमा भनेको चाहिँ मतलब चाहिँ त्यो काम सकेपछि यस बेला चाहिँ चोखो बस्ने व्यक्तिहरूले चाहिँ आगोमा सकेसम्म गाईको नत्र भैँसीको घिउ हालेर आगो फुकेर धुप बालेर बस्नु पर्नेछ। मलामीहरूले नुहाउनु पर्नेछ र उक्त काँडामा टेकी आगो बालेको ठाउँमा मलामीले लगाएको लुगा धुपको धुवाले र जो सुनपानी छर्किने भनेको छ नि, हामीले सुनहरू सुन र पानी त्यो पातीको उले चाहिँ चोखो बस्ने व्यक्तिले चाहिँ मलामीहरूलाई छर्किनु पर्ने हुन्छ। मलामी र चोखो बस्ने व्यक्ति भिन्न रही काम गर्नुपर्ने छ। जुन लास जलाउन जो हामीले सुरुमै छुट्टै जाँदाखेरि भनेको थियो तिनीहरू चाहिँ मलामीभन्दा बाहेक छुट्टै बस्नुपर्ने छ। किरापुत्री गाडीमा फर्किने हो भने कपाल घाटमै खोरिने पाइने छैन। मलामी जान नसक्ने व्यक्तिहरूले मृतकको घरमा किरापुत्री बस्ने भकारीले घेरी कुरी बनाउने अथवा त्यो चाहिँ चुहाएको हुनुपर्नेछ। अब घाटबाट आएपछि जुन लास जलाएर आइसकेपछि अब के काम गर्नुपर्नेछ यो कामहरूको म भन्न गइरहेको छु। किरापुत्री बस्ने ठाउँलाई चाहिँ परालले बिछाएको हुनुपर्ने छ। अन्य कुनै पनि कपडा प्रयोग गर्न पाइने छैन। हाल ओडाउको लागि चाहिँ हरियो मन्डी प्रयोग गरेको पाइन्छ। किरापुतीले घरमा आएपछि भोक मेटाउन हरियो केरा पोलेर ओल्साएर गुदी घिउमा भुटेर प्रयोग गर्न मिल्नेछ। मृत्यु भएको दिन किरा बस्ने मान्छे खाना नखाएको भए भोलिपल्ट ढिकुरा उठाएर पिण्ड दिन पाइन्छ।
यदि खाना खाइसकेको छ भने भोलिपल्ट खाना खान पाइँदैन अथवा मृत्यु हुनुभन्दा अगाडि पछाडि कुरो हो र एकैचोटि पर्सि मात्रै ढिकुरा उठाएर पिण्ड दिन पाइन्छ। दिन 3 को एकैपटक पिण्ड दिन मिल्नेछ। दोस्रो दिन खाना खान पाइँदैन, त्यसलाई क्षेत्र बस्ने भनिन्छ। भनेको मतलब यदि मृत्यु हुने मानिसको चाहिँ मृत्यु हुनुभन्दा अगाडि के त खाना खाइसकेको छ भने है फेरि त्यसमा चाहिँ दोस्रो दिन जुन हामीले खाना खान पाइँदैन त्यसलाई चाहिँ क्षेत्र बस्ने भन्ने चलन छ। अर्को पिण्ड दिने बेलामा कसैले चामलको भात अथवा अधिकांश मान्छेले पुरानो परम्परा अनुसार चाहिँ चामलको भात प्रयोग गर्न पर्नेछ। हाल चाहिँ जौको पिठो चामल आदि पनि प्रयोग गरेको पाइन्छ। पछिल्लो समय किरा बस्ने व्यक्तिले अथवा जुन मृतकको चाहिँ किरा बस्ने व्यक्ति हुन्छ नि उसले चाहिँ अन्तर्जातीय विवाह गरेको खण्डमा चाहिँ उसले चामल प्रयोग गरेको पाइन्छ। किरा बस्ने व्यक्तिले आफ्नो जातमै विवाह गरेको छ भने उसले मात्रै पिण्ड दिन पाइन्छ र अन्तर्जातीय विवाह गरेको छ भने उसले पाइँदैन। पछिल्लो समय एक भाइ छोरा अथवा एकजना मात्रै किरा बस्ने व्यक्ति छ भने उसले बाध्यतावश पिण्ड दिन गरेको पाइन्छ। र अहिले आफ्नो जातिभन्दा नि तल्लो जातिसँग विवाह गरेको खण्डमा चाहिँ के गरिन्छ भने चाहिँ अझै पनि यो समाजमा चाहिँ हामीले यसको अनुसन्धान अझै छलफल बाँकी रहेको छ। यसलाई चाहिँ मैले अनुसन्धानको रूपमा लिएको छु। अर्को किरापुत्री बस्ने ढिकुरा अथवा खाना पकाउने ठाउँमा फलफुल वा खाना खाइसकेपछि जुन किरापुत्रीले त्यस ठाउँमा खाना खाइसकेपछि चाहिँ घरमा कुनै पनि वस्तु खान पाइँदैन। तर हाल मानिसहरूले चाहिँ घरमा आएर चिया र फलफुल खाने गरेको पनि पाइन्छ। किरापुत्रीले दही खाँदा बाउको गिदी र दुध खाँदा आमाको दुध खाएको भान हुनाले दही र दुध प्रयोग गर्न पाइने छैन। पिण्ड दिने व्यक्तिले घरबाट आउँदा पहिले नुहाउने, ढिकुरा गोबरले मात्रै लिप्नुपर्ने, खाना पकाउने, पुनः नुहाउने र मुख्य पिण्ड दिने व्यक्ति अथवा आफ्नो जाति मात्रै विवाह गरेर त्यस 4-5 भाइ अथवा केही समय छ भने मेन व्यक्तिले मात्रै के त पिण्ड एकजनाले चाहिँ पिण्ड दिनु पर्नेछ र त्यसलाई चाहिँ अरू भाइहरूले छोएर मात्रै बस्नुपर्ने छ। पिण्ड दिने व्यक्तिको शरीर दाहिने घुँडा टेकेर देब्रे हातले झारी र दाहिने हातलाई चाहिँ उत्तानो पारी औँलाको टुप्पोबाट पानी झारी तर्पण दिने चलन छ। तर्पण दिने बेलामा किरापुत्रीले मृतक सहित अगाडिको पुर्खाहरूको जिजु बाजे सहितको नाम पुकारी तर्पण दिनुपर्नेछ। यदि किरापुत्री आफैले गर्न नसके खण्डमा चाहिँ नजिकै जोइ कोहीले जानेको व्यक्तिहरूले पनि पुकारे पनि हुनेछ। जौतिलेले किरापुत्रीलाई हातमा कुश दिने र जौतिलेले चाहिँ पिण्डमा जौतिल, मह, कुश, अदुवा पिण्डमा राखिदिने यो कार्य चाहिँ 10 दिनसम्म नियमित रूपमा गर्नुपर्नेछ। र यदि हामीले जुन 2 जोर अब आयो एउटा सेतो कपडा विषयमा 2 जोर कपडाहरू चाहिँ हामीले एक जोर फ्यालेर एक जोर लगाएर आउनुपर्ने चलन छ भने पनि तर मान्छेहरूले चाहिँ नबुझेको कारण चाहिँ अर्को नयाँ पुनः चोखो कपडाहरू चाहिँ प्रयोग गर्न अथवा त्यसो कपडा चाहिँ प्रयोगमा ल्याउन मिल्ने छैन। 10 दिनमा ढिकुरा फुटाएपछि अर्को नै धारा पँधेर जानुपर्नेछ अथवा 11औं र 12औं दिनमा चाहिँ के त दिनै पछि चुलो चाहिँ किरापुत्रीले बेग्ला बेग्लै बनाउनु पर्छ, एउटै चुलो प्रयोग गर्न पाइने छैन। 13औं दिनमा किरापुत्रीले लगाएको एक जोर कुरी अथवा किरा जो खाना पकाउने ठाउँ छ नि हो त्यसको वरपर निश्चित ठाउँमा फ्याँकिदिने र अर्को जोर चाहिँ लगाएर आएर कि त श्राद्धमा चाहिँ प्रयोग गर्नुपर्नेछ। र यो कपडा चाहिँ 1 वर्षसम्म सोही कपडा चाहिँ राखेर श्राद्ध गर्ने 1 वर्षपछि श्राद्ध गर्ने बेला सोही कपडा लगाएर श्राद्ध गर्न मिल्नेछ। चोख्याउने दिन मासुको प्रयोग गरिन्छ तर हाल मानिसहरूले चाहिँ मासुको प्रयोग नगर्ने समेत भनेर कोही कसैले चाहिँ यही गाउँमा पनि के त मासुको पनि प्रयोग नगरेको पनि पाइन्छ।
यसरी हामी मगरहरूको चाहिँ मान्छेको मृत्युपछि सम्पूर्ण कामहरू चाहिँ यसरी सकिन्छ र यहाँहरूलाई के कस्तो लाग्छ? एउटा मिसी थियो मिसीले मेरो हात पछिको मान्छेलाई सजिलो हुन्छ र अहिले बोलिरहेको बिर्सेर कसरी नजाने होला होइन हजुर भनेर त्यो यो के भन्छ यो बोलाउनु जानिने भिडियो मैले चिडी गरेको जेठो हजुरलाई यो मैले तयार गर्न लागेको छु नि जुन हाम्रो पुरानो परम्पराहरू बिर्सिँदै जाँदै अब जान लाग्यो यसको बारेमा तपाईँहरूको सहयोगबाट चाहिँ आज मैले यतिकै तयार गरिरहेको छु यसमा कस्तो लागेको छ त तपाईँलाई? होइन यो त ठिक हो अब किन भन्दा तपाईँले अब परम्परा पछिल्लो पिँढीहरूले अब बिर्सिँदै जान्छ अनि त्यसलाई अब यो खडा गरिदियो भने पछिल्लो पिँढीलाई चाहिँ सम्झना होस् भनेर यो तयार गर्नु लाग्यो। परम्परा र परिस्थितिमा चाहिँ हाम्रो चलन अनुसारले हजुर चलन अनुसारले यस्तो चाहिँ गर्नुपर्छ होइन यसरी गर्नुपर्छ भने पुरानो चल्ती चाहिँ हामीले अलिक बिर्सिँदै गयो हजुर हजुर बिर्सिँदै जाँदाखेरि यो चाहिँ हामीले यसरी गर्नुपर्छ भनेर चाहिँ यसरी तपाईँले चाहिँ यसरी गरेको राम्रो यो चाहिँ यो कुराहरू किन भन्दा ठिक हो किनभने यो हाम्रो कसैले भनौँ देश प्रदेश गएको छ थाहै नहोला कोही अरूहरूले नबुझ्नु नि सक्छ नजान्नु नि सक्छ यो अहिले बनाएर किनकि यो पुरानोहरू कुराहरू तपाईँले बनाएको यो राम्रो हो यो एकदम ठिक हो भन्दा यो चिज चाहिन्छ यो भन्ने कुरो सबै कुरो चढाएर र यो सबै कुरो बुझेर राख्यो भने धेरै राम्रो हो नि पछि भविष्यको बच्चाहरूले सुधा जान्ने हुन्छ त्यही हो यो अर्थ के भन्ने यो कुराहरू जोगाएर राख्नु ठिक हो अब यो कुराहरू राम्रै हो यो तपाईँले भनेको कुरो यो परम्पराले चलेको रीतिथिति राम्रो होस् पछि बच्चाहरूले सिकोस् भनेर यही भिडियो बनाउनु लागेको हजुरले त्यहीमा चल्नुपर्छ। पुरानो चाहिँ अब अहिलेको युवक पुस्ताहरूले कतिले नजानेको हुन्छ यो हामीहरूको परम्परा चाहिँ सबैले यो सिक्नु नि पर्छ अचानक नपर्ला भन्ने छैन त्यो आपद विपद घडी पनि हुन्छ आफूले चाहिँ परम्परा कामहरू पुरानो गाउँघरको एउटा व्यवहारिक रूपमा अथवा बाबाजेका पालादेखिको कामहरूलाई समेटेर अहिले गरिरहनु भएको काममा एकदम ठिक छ यसलाई निरन्तर दिनुपर्छ र फेरि पनि हामीले अबका पिँढीहरूले पनि यो कुराहरू बुझोस् गरोस् चाहन्छु। धन्यवाद।